सिन्धुपाल्चोकका मोहन श्रेष्ठ जसले दुईवटा विषयमा मास्टर डिग्री गरेका छन्। जनसङ्ख्या र ग्रामीण विकास उनले डिग्री गरेका विषय हुन्। फेरि अर्को विषयमा मास्टर डिग्री गर्ने योजनामा छन्। एलएलबी उहिले सकेका हुन् भने इपिएम पढिरहेका छन् अनि त्यसमा मास्टर डिग्री गर्ने सोचाइमा छन् उनी। पढाइ ज्ञानको दायरा फराकिलो बनाउन र मानव सभ्यताको विकासलाई सहज रूपमा बुझ्नका लागि हो भन्ने मान्यताका श्रेष्ठ बिहान राजधानीका दुईवटा कलेजमा पनि पढाउँछन्। एकै दिनमा फरक फरक रूपमा देखिन्छन् र चिनिन्छन् उनी। सानो टिमी क्याम्पसमा पुग्दा उनलाई विद्यार्थीहरू नेताका रूपमा चिन्छन्। अरू दुईवटा कलेज जहाँ उनी पढाउँछन् त्यहाँ असल शिक्षकका रूपमा चिनिन्छन्। सिन्धुपाल्चोकको तौथली जहाँ उनी धेरै पढेका मध्येका एक युवाका रूपमा चिनिन्छन्। अनि तिनै मोहन जो काठमाडौँमा दैनिक अर्को एउटा फरक र अपत्यारिलो काम गरिरहेका भेटिन्छन्। अपत्यारिलो यस अर्थमा कि यति धेरै पढेका मान्छे जो वेल्डिङ गर्ने मेसिन बोकेर फलाम झ्यार झ्यार बनाउँदै हिँडिरहेका छन्। वर्षौंदेखि ग्रिल सम्बन्धी काम गर्दै हिँडेका यी डिग्री होल्डर जति बेला फिल्डमा भेटिन्छन् त्यति बेला कसैलाई पनि त्यो अनुभूति हुँदैन कि यिनले डिग्री गरेका छन्। कामप्रतिको लगनशीलता अचम्मकै छ उनको। काठमाडौँको पेप्सी खोलामा श्रेष्ठ इन्जिनियरिङ मेटल वर्कसप छ जहाँ कालो चस्मा लगाएका कालै वर्णका मोटा मोटा एक व्यक्ति फलाम कुट्दै र झ्यार झ्यार बनाउँदै गरेको भेटिन्छन्। उनी नै हुन् मोहन श्रेष्ठ। सामान्यतया यति धेरै पढेका मान्छेलाई ग्रिलको काम गर्दै हिँड्दा अप्ठ्यारो लाग्नुपर्ने हो, तर उनलाई रत्तिभर अप्ठ्यारो छैन। लाज मान्नुपर्ने कुनै कारण देख्दैनन् उनी। काम गरेर खान के को लाज उनी प्रश्न गर्छन्। ग्रिलको काम गर्न थालेको वर्षौं भयो। 2059मा ग्रिल सम्बन्धी काम सिकेका उनी त्यस यता निरन्तर यही पेसामा छन्। यही पेसाबाट फरक फरक विधामा डिग्री गरे उनले। काठमाडौँ छिरेदेखि नै फलाम कुट्न थालेका हुन् उनी। अहिले पनि कुटिरहेका छन् र अझै कुटिरहनेछन्। ग्रिल सम्बन्धी कामबाट मासिक कमाई 2 लाख रुपैयाँसम्म भएको सम्झना छ उनको। आफूसँगैका साथीहरू राम्रो कमाईको आशामा धमाधम विदेश जान थालेपछि 2064तिर उनलाई पनि खुबै रहर लाग्यो विदेश जान। प्रक्रिया सुरु पनि गरे, तर मासिक कमाई 30,000 रुपैयाँ भन्दा तलै हुने देखेपछि विदेश मोहनी भङ्ग भयो उनको। जति बेला उनी विदेश जाने रहरमा थिए त्यति बेला उनी ग्रिलको काम गरेको भरमा काठमाडौँमा नै झन्डै मासिक 40,000 रुपैयाँ कमाइरहेका थिए। त्यस यता कामका लागि विदेश जाने रहर कहिल्यै पलाएन उनमा। सिन्धुपाल्चोकको तौथलीका अधिकांश परिवारको पुस्तैनी पेसा नै हो ग्रिल सम्बन्धी पेसा। मोहनका दिदी भिनाजु र सानो बुवाको पहिलेदेखि ग्रिल सम्बन्धी व्यवसाय थियो काठमाडौँमा। त्यसैले एसएलसी सकेर काठमाडौँ आउने बित्तिकै उनले पनि त्यही पेसा समाते। अरूले गरेको हेर्दा हेर्दा काम सिके, काम गर्दा गर्दै डिग्री सके। काम र पढाइ सँगसँगै लैजान सजिलै त थिएन, तैपनि त्यो जटिलता पार गरे। कामलाई कहिल्यै सानो ठुलो रूपमा लिएनन् उनले। म त डिग्री होल्डर हुँ भन्ने घमण्ड कहिले पलाएन। घमण्डको भूत जागेको भए सायद त्यही भूतले निलिदिन्थ्यो उनलाई। काम गर्न लजाएको भए मासिक 2 लाखसम्मको कमाई उनका लागि सपना हुन्थ्यो। अहिले दक्षिण कोरिया गएकाहरूले 1 लाख माथिको तलब खान्छन् रे भनेको सुन्दा उनलाई लाग्छ नेपालमा कमाइने भन्दा त थोरै हुने त्यो। कामको सम्मान गर्ने हो भने विदेशमा भन्दा राम्रो कमाई नेपालमा नै गर्न सकिने तर्क छ उनको। आफूसहित 4 जना काम गर्छन् उनको वर्कसपमा। कलेज पढाएर फर्किएपछि कहिले वर्कसपमै फलाम कुट्ने र फलाम वेल्डिङ बनाउने काममा व्यस्त हुन्छन् त कहिले बनिरहेका घरको साइडतिर पुग्छन्। घरका झ्यालका ग्रिल, सटर, चेन, गेट, रेलिङ लगायतको नाप लिने र त्यही अनुसार बनाउने उनको दिवाकालीन दैनिकी हो। फलाम तथा स्टिल जन्य सामग्री बनाउने र तिनको फिटिङ गर्न उनी प्राय निर्माणाधीन घरहरूमा पुगिरहेका हुन्छन्। बिहान कलेजमा आफैलाई पढाएको लेक्चर दिउँसो वेल्डिङ गरिरहेको अवस्थामा भेटिँदा कतिपय विद्यार्थी धेरै पटक अचम्ममा पर्ने गरेका छन्। काम गर्न कुनै अप्ठ्यारो लाग्दैन मलाई। बिहान कलेज पढाउँछु, दिउँसो तिनै विद्यार्थीको घरमा गएर वेल्डिङ गर्छु। उनी भन्छन् मैले चाहिँ काममा कहिले अप्ठ्यारो मानिन र मान्दिनँ पनि। तर कतिपय ठाउँमा विद्यार्थी र तिनका अभिभावकहरू चाहिँ अचम्मै मान्छन्। पढे लेखेका मान्छेले सानातिना काम गर्नु हुँदैन भन्ने मान्यता समाजमा व्याप्त भएका कारण पनि कतिपयलाई अनौठो लाग्नु स्वाभाविक ठान्छन् उनी।
कलेजमा आफूले पढाउँदा सुरुमा म ग्रिलको काम पनि गर्छु भन्दा कतिपय विद्यार्थीले पत्याएनन् रे। सरले हावा गफ लाउनुभयोसम्म भने, तर पछि आफ्नै आँखाले देखेपछि चाहिँ आश्चर्य नै व्यक्त गरे रे। पढ्नु र पढाउनु भनेको सैद्धान्तिक ज्ञान मात्र दिनु होइन, उनी भन्छन् कामप्रतिको सम्मान भाव सृजना बनाउनु पनि पढाइको सार्थकता हो। अहिले उनी त्यही महत्त्वपूर्ण काम गरिरहेका छन्। कतिपय ठाउँमा कामका लागि जाँदा मान्छेले हेपेका घटनाहरू पनि छन् उनीसँग। फलामको काम गर्ने मान्छे सानो जातको हो भनेर केही ठाउँमा घरमा बोलाएर घरमै पस्न नदिएको, त केही ठाउँमा चिया खाएपछि गिलास धोएर मात्रै जान भनेका सम्झनाहरू छन्। अनि केही ठाउँमा चाहिँ यस्तो लक्का जवान नेपालमा ग्रिलको काम गरेर बस्नुभन्दा त दुःखै गर्ने हो, विदेश गएर गरे राम्रो कमाइ हुन्छ नि भनेर सल्लाह दिनेहरू पनि छन्। नेपालमा कामको सम्मान गर्ने संस्कारको विकास नहुन्जेलसम्म कुरा काट्ने र हेप्नेहरूको जगजगी रहने भए पनि बिस्तारै त्यो हट्ने उनको विश्वास छ। समाजले भन्ने गरेका सानातिना काममा पढे लेखेकाहरू नै हुमेपछि समाजको मुखमा आफै बुझो लाग्ने बुझाइमा छन् उनी। तर समाजमा नराम्रा मान्छे मात्रै छैनन्, कामको महत्त्व बुझेका र काम गर्नेहरूको सम्मान गर्नुपर्छ भन्नेहरू पनि प्रशस्तै भेटेका छन् उनले। विदेशमा हुने कमाई भन्दा राम्रो कमाई नेपालमा नै गर्न सकिने विश्वास उनमा मात्र होइन, उनीसँगै काम गर्ने अन्यमा पनि छ। महिनामा 30-35 हजार रुपैयाँ सजिलैसँग कमाउँछन् उनका सहयोगीहरू पनि। श्रेष्ठ इन्जिनियरिङ मेटल वर्कसपमा अन्य 4 जना काम गर्छन् जो पढे लेखेकै व्यक्तिहरू छन्। बिहान कलेज र दिउँसो वर्कसप उनीहरूको दैनिकी हो यो। मोहनलाई भेट्दा निकै मुस्किल भयो उनलाई भेट्न। जहिले फोन गर्दा पनि कहिले कुन साइडमा छु, कहिले कुन साइडमा, काम गरिरहेकै ठाउँमा गएर कुरा गरौँ, उनको काम प्रभावित होला, अन्त भेटौँ, हत्तपत्त उनको समय नै नमिल्ने। निकै दिनको प्रतीक्षापछि एक बिहान बल्ल समय मिल्यो उनको। काठमाडौँ पेप्सिकोला स्थित आफ्नै कारखानामा बोलाए उनले। कारखानामा पुग्ने बित्तिकै त्यस दिन पनि भनेकै समयमा भेट्न सकिएन उनलाई। करिब आधा घन्टा कुरेपछि कारखाना आए उनी। ग्रिल सम्झौता गर्न एउटा घरमा पुगेका रहेछन्। आउँदा आउँदै ढिला भयो, कति धेरै कुर्नु पर्यो है तपाईँलाई, यसो भन्दै नजिकैको बेकरीमा बस्ने प्रस्ताव गरे उनले। कफी अर्डर भयो। बेकरी सामान्य रहेको ग्रिल कारखानामा उनका सहयोगीहरू च्यानल गेट बनाउँदै थिए। कारखानाको झ्यार झ्यार र ट्वाङ ट्वाङको आवाज बेकरीसम्मै प्रष्टै सुनिन्थ्यो। ग्रिल वेल्डिङ गरेका बखत बेला बेला आँखा त्यतै ठोकिएर तिर्मिराउँथ्यो। आगोको झिल्का आफूतिरै पो आइपुग्छ कि भने चाहिँ गरी जिउ डराउँथ्यो। केही बेरमा कफी आइपुग्यो। कफीको चुस्कीसँगै पुस्तक लेखनको औपचारिक संवाद सुरु भयो। उनीसँगैको भेट सन्दर्भ पनि निकै रोचक छ मेरो। ग्रिल व्यवसायमा लागेका एकजना मास्टर डिग्री होल्डरलाई म यो पुस्तकमा समावेश गर्न चाहन्थे। केही ग्रिल पसलेहरूसँग यो विषयमा कुरा पनि गरे, तर मास्टर डिग्री सकेको व्यक्ति भेट्न सकिन। एक दिन ग्रिल व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवाललाई फोन गरेर भने, मास्टर डिग्री गरेर ग्रिल व्यवसायमा लागेको कोही मेहनती मान्छे छ भने मलाई भन्नुहोस् न, म उहाँको पनि कथा समेटेर एउटा पुस्तक लेख्दैछु। यस्तो मान्छे कहाँ होला र, तैपनि म बुझ्छु नि है सर, यसो भन्दै फोन राखे उनले। त्यसको केही दिनपछि मोबाइलमा मेसेज आयो, नम्बर र नामसहित मोहन कटुवालले पठाएको मेसेज। उनले मेसेज गरेको मोबाइल नम्बर डायल गरे। मेरो मोबाइलमा ग्रिल भनेर सेभ भएको नम्बर रहेछ त्यो। अचम्मित भए, त्यो नम्बर त मसँग पनि पो रहेछ। संयोग कस्तो परेछ भने मोहन श्रेष्ठ मैले चिनेकै मान्छे परेछन्। मेरो घर बनाउँदा मेरो घरमा ग्रिलको काम उनैले गरेका रहेछन्, त्यसैले मसँग उनको नम्बर सेभ रहेछ। मेरो घर बनाउने क्रममा उनीसँग कैयौँ पटक कुराकानी भयो मेरो। उनको औपचारिक पढाइका विषयमा कुराकानी गर्ने आवश्यकता पनि परेन त्यति बेला। उनी आउँथे, खुरुखुरु काम गर्थे र जान्थे। घरका सटर, झ्यालका ग्रिल, रेलिङ सबै उनैले बनाइदिएका थिए। तिनको पढाइ मास्टर डिग्री हो भन्ने कुरा मैले जब थाहा पाएँ तब म आफै अचम्मित भरेँ। म मात्रै होइन, मेरा घरका सबैजना चकित भरे। घरमा बुवाले भन्नुभयो, त्यत्रो पढेको मान्छे रहेछ, तैपनि काम गर्न अलिकति पनि लाज मान्दैन। मान्छे भनेको त यस्तो पो हुनुपर्छ त। मोहन श्रेष्ठ मास्टर डिग्री होल्डर हो भन्ने कुरा जब मैले थाहा पाएँ तब मेरो दिमागमा थुप्रै डिग्री होल्डर फनफनी घुमे। ती डिग्री होल्डरहरूलाई सम्झिए कि तिनीहरू पनि मोहन जस्तै ग्रिल झ्यार झ्यार पार्दै हिँड्ने आँट गर्न सक्छन्। मोहनले जस्तै कामको सम्मान गर्ने ताकत छ उनीहरूमा। क्याफेमा कफीको चुस्कीसँगै मोहनका विषयमा अझ धेरै कुरा थाहा भयो।
मोहन कलेज पनि पढाउँदा रहेछन्। कलेजको अध्यापकको त्यो अर्को पेसा जसले मलाई झनै छोयो। बिहान सुट टाइमा ठाँटिएर लेक्चर दिने अन्य केही प्राध्यापकहरूलाई पनि सम्झिए र मनमनै भने फुर्सदको समयमा मोहनको जस्तै काम गर्ने साहस कुनै अध्यापकहरूमा होला, ती अध्यापक जसले मोहनले जस्तै कामको सम्मान गर्न सक्लान्।